हेलो एभ्रिवान, नमस्कार। आज चाहिँ मैले बुटोलको भाइरल फुल्कीको रेसिपी लिएर आएको छु। घरमै तातो तातो फुल्कीको बनाएर कसरी खाने त यसको लागि पुरा भिडियो हेर्नु होला। सुरुमा म 1 कप सुजी र त्यसमा 1 कप नै आटा लिएको छु र त्यसमा थोरै बेकिङ पाउडर राखेर यसलाई मिक्स गर्ने र थोरै थोरै पानी राखेर यसलाई एकदम सफ्ट डो रेडी गर्ने। हाम्रो डो पनि रेडी भएको छ। अब यसलाई चाहिँ हल्का चिसो कपडाले छोपेर केही बेर लगभग 15-20 मिनेट जति रेस्ट गर्नको लागि छोडिदिने। त्यति बेलासम्म हामीले यसलाई चाहिने फिलिङ रेडी गरौँ। मैले यहाँ 1 कप केरोमा 1 कप नै लगभग 2वटा जति आलुलाई काटेर राखिदिएँ। अब यसमा थोरै पानी, स्वाद अनुसार नुन र थोरै बेसार राखेर यसलाई 2 सिटी जति लाग्न दिने। हाम्रो यो आटालाई एकदम सफा र नरम हातले केही बेर माड्ने र यसलाई एकदम सफ्ट बनाउने। अनि यसलाई मैले चाहिँ 4 भागमा डिभाइड गरेँ र 1 भाग लिएर अरूलाई चाहिँ यसरी हल्का चिसो कपडाले छोपेर राखिदिए ताकि हाम्रो यो डो चाहिँ सुक्खा नहोस् भनेर। अब यसलाई चाहिँ राम्रोसँग बेल्ने, हल्का हातले बेल्नुपर्छ। हजुरहरूले यसमा हल्का तेल या त हल्का आटा लगाएर पनि बेल्न सक्नुहुन्छ। यसलाई हल्का मसिनो हुने गरी नै बेल्नु पर्दछ। यसलाई यसरी बेलिसकेपछि हल्का सानो मुख भएको एउटा भाँडा या जेसुकैले पनि यसरी सानो गरेर यसलाई गोलो गोलो आकारमा काट्ने। हाम्रो चाहिँ यो यतिको मसिनो हुनुपर्दछ। अनि यसलाई हामीले हल्का चिसो कपडामा यसरी फिजाएर एउटा यसरी मिलाएर राख्ने र माथिको कपडा चाहिँ हल्का ड्राई नै हुनुपर्दछ र यसलाई यसरी छोपेर राख्ने ताकि हाम्रो यो पुरी चाहिँ नसुकोस् भनेर। अब यसलाई फ्राई गर्नको लागि हजुरले सनफ्लावर या त जुनसुकै तेल पनि लिन सक्नुहुन्छ। मसँग चाहिँ तोरीको तेल थियो अनि मैले तोरीको तेलमा फ्राई गर्न जाँदैछु। हामीले यो फ्राई गर्दा हाम्रो यो पुरीको भाग जुन तलपट्टि थियो त्यो तलपट्टिको भागलाई नै तेलमा राखेर यसरी एउटा फ्राई गर्ने। मेरो चाहिँ यो फर्स्टको राम्रोसँग फुलेन, सेकेन्डको चाहिँ यतिको फुलेको थियो। मैले चाहिँ यहाँ एउटा गल्ती गरेको थिएँ। मैले आगो चाहिँ हल्का मिडियम या लोमा राखेको थिएँ। हजुरहरूले चाहिँ अलि हाई हिटमा फ्राई गर्नुभयो भने हजुरको सबै पुरी फुल्दछ। यसरी एउटा गर्दै माथिबाट हल्का पहिनोले थिच्दै पुरीहरूलाई फुलाउँदै सबै फ्राई गर्ने। यसरी घरमा पुरी बनाउँदा कुनै पुरी चाहिँ नफुल्न पनि सक्दछ, त्यसलाई चाहिँ टेन्सन नलिनु होला। यसरी एक गरेर मैले नि सब पुरीलाई यसरी फ्राई गरेँ। यसरी हाम्रो फुल्कीको पुरी पनि रेडी भयो। जुन त यो कति क्रिस्पी भएको छ, यसको आवाजले नै थाहा पाउन सकिन्छ। म यसलाई तोडेर पनि देखाउँछु। हेर्नु त कतिको क्रिस्पी भएको छ यो पुरी। अब चाहिँ हाम्रो फुल्कीको लागि फिलिङ तयार गरौँ। यो हेर्नु त केरो र आलु पनि मजाले पाकिसकेको छ। अब चाहिँ एउटा कराईमा तेल राख्ने र त्यसमा प्याज फ्राई गर्ने र हाम्रो यो केरो र आलुलाई पनि राखिदिने। अब यसमा थोरै स्वादअनुसार नुन, बेसार अनि थोरै मसला, चिल्ली फ्लेक्स राखेर यसलाई राम्रोसँग मिक्स गर्ने। यो फिलिङ चाहिँ अलि बाक्लो अलि झोलिलो टाइपको हुनुपर्दछ। त्यही भएर यसलाई मैले यसरी म्यासरको हेल्पले यसरी मजाले मिक्स गर्छु। अब यसमा थोरै पानी राख्दै मिक्स गर्दै जाने। हजुरलाई कतिको झोलिलो या बाक्लो या अलि झोलिलो चाहिन्छ त्यही अनुसार हजुरले आफ्नो टेस्ट अनुसार पानी राख्नु होला।
अब यतिको भइसकेपछि चाहिँ मैले यसमा चाट मसला, धनियाँ पुदिना र खुर्सानीको पेस्ट राखेर मजाले यसलाई बोइल हुन छोडिदिएँ। यसको पानीको लागि धनियाँ पुदिना र खुर्सानीलाई यसरी पेस्ट गराइदिने र हामीले थोरै पानीमा यो पेस्टलाई राखिदिने। अब यसमा थोरै चाट मसला, थोरै खुर्सानीको धुलो, स्वाद अनुसार नुन र यो चाहिँ होममेड मसला हो, यसलाई पनि राखिदिने। यसलाई राम्रोसँग मिक्स गरिसकेपछि अमिलोको लागि मैले यहाँ चुक लिएको छु। हजुरले कागतीको रस या इमिलीको पानी पनि लिन सक्नुहुन्छ। अब हाम्रो यो पानी पनि रेडी भयो। अब चाहिँ फुल्की बनाऊँ है त। अब यो हाम्रो पुरीमा तातो तातो ग्रेभी राख्ने र ट्वाक्क अमिलो पिरोको लागि चाहिँ हाम्रो यो पानी पनि राखिदिने थोरै थोरै। अब हजुरहरूले पनि यसरी नै ट्वाक्क अमिलो पिरो तातो फुल्की बनाएर घरमै ट्राई गर्नु होला र यो मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। थ्याङ्क यू।